विष्णुमती किनारमा शुद्ध पानीको स्रोत, आश्चर्यको दृश्य। फोहोर र प्रदूषणका कारण चिनिएको विष्णुमती खोलाको एक किनारमा अनौठो दृश्य देखिएको छ। जहाँ खोलाको अधिकांश भाग मैलो र दुर्गन्धित देखिन्छ, त्यही एउटा विशेष स्थानमा भने शुद्ध पानीको धारा निर्झर झैं बगिरहेको छ। यो दृश्य काठमाडौँ उपत्यकाको मुटुमा पर्ने विष्णुमती खोलाको किनारमै देखिन्छ। स्थानीय बासिन्दाहरूका अनुसार त्यहाँको चट्टानी भागबाट वर्षभरि शुद्ध पानी बग्ने गर्छ, जसलाई कपडा धुन, पानी भर्न र कहिलेकाहीँ नुहाउन समेत प्रयोग गरिन्छ। दैनिक जसो स्थानीय मानिसहरू बाल्टिन र गाग्री लिएर त्यहाँ पुग्छन् प्रकृतिको यो अनौठो उपहार लिन। विष्णुमती खोला ऐतिहासिक र सांस्कृतिक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ। यो खोला बागमती नदीको एक प्रमुख सहायक नदी पनि हो, जसले प्राचीन कालदेखि नै काठमाडौँ उपत्यकाको जीवनशैलीमा ठूलो भूमिका खेलेको छ। यद्यपि हालका नदीमा प्रदूषणका कारण यसको अस्तित्व संकटमा पर्दै गएको छ। त्यसैबीच खोलाको फोहोर प्रवाहकै बीच यस्तो शुद्ध पानीको स्रोत देखिनु आफैमा आश्चर्यजनक छ। जलविज्ञहरूका अनुसार यो कुनै भूमिगत पानीको स्रोत वा प्राकृतिक झरना हुन सक्छ, जसले खोलाको सतहमा चिल्लो धाराको रूपमा प्रकट भएको हो। स्थानीय बासिन्दाहरू यो दृश्यमा गर्व गर्छन् र भन्छन् खोलाको यो भागले अझै पनि जीवन बाँड्ने क्षमता राख्दछ। विष्णुमती खोला प्रदूषणको चपेटमा रहे पनि यसको एक भागले अझै पनि शुद्धता, उपयोगिता र आश्चर्य बोकेको छ, जुन संरक्षणको दृष्टिले एउटा सकारात्मक सन्देश पनि हो।